हामीले घर बनाउँदाखेरि यदि ठाउँ पर्याप्त छैन भने त्यस्तो अवस्थामा टुक्रा टुक्रा गरेर पनि काम गर्न सक्छौँ। त्यसो गर्दाखेरि जति पनि डन्डीहरू छ डन्डीहरू भने हाम्रो अन्तिम ग्रिडसम्म पुग्ने हिसाबले यसरी ठडाएर राख्नुपर्छ। यो साइडमा पनि हामीले ठाउँ पर्याप्त नभएको हुनाले पहिला सुरुमा हामीले 2टा ग्रिडको काम गऱ्यौँ र जति पनि हाम्रो यो टाई बिमको डन्डीहरू छ टाई बिमको डन्डीहरू चाहिँ अन्तिम ग्रिडसम्म पुग्ने हिसाबले यसरी ठडाएर राखेका छौँ। र जति पनि हाम्रो यो वालहरू टु वालहरू रहन्छ जसलाई हामी ड्वार्फ वाल पनि भनेर चिन्दछौँ। यस्तो वालहरूमा हामीले यसरी ताती छोडेर लगायौँ भने यो तलको पिलरसँग राम्ररी बन्धन बनाउँछ र माथिबाट हामीले माटो ब्याकफिल गर्दाखेरि वालहरूलाई ढकेल्ने अथवा वालहरू फाल्ने समस्या कम हुन्छ। तर योभन्दा पनि राम्रो भनेको चाहिँ पिलरहरू सबै भरेर नै यो टुवालहरू लगाएर गर्दाखेरि तुलनात्मक रूपमा राम्रो हो। तर अवस्था हेरेर हामीले यसरी पनि काम गर्न सक्छौँ है त।